आजको भिडियोमा मैले DMF को बारेमा केही जानकारी दिने कोसिस गरिरहेको छु। यो DMF भनेको के हो यसको बारेमा बुझौँ है त। DMF भनेको चाहिँ डुअल मास फ्लाइव्हिल है। यो चाहिँ फ्लाइव्हिलको एउटा प्रकार हो हैन। अब एउटा चाहिँ फ्लाइव्हिल चाहिँ सिंगल मास फ्लाइव्हिल हुन्छ जसलाई हामीले SMF भन्छ भने यो चाहिँ डुअल मास फ्लाइव्हिल DMF भनियो हैन त। अब सिंगल मास फ्लाइव्हिलमा चाहिँ तपाईको फ्लाइव्हिलको डिक्का एउटै हुन्थ्यो, सोलिड हुन्थ्यो भनौं न। यसमा यो चाहिँ अधिकांश गाडीहरुमा देख्न सकिन्छ। अब पहिलेदेखि आएको जुनहरु गाडीहरु छन् ती सबै हामीले के सकिन्छ सिंगल मास फ्लाइव्हिल नै छन् र अहिले पनि छ र पहिलेदेखि नै त्यही नै छ। तर डुअल मास भनेको चाहिँ के भयो, दुईटा डिक्का भयो। अब यसको कन्सेप्ट, यसको टेक्नोलोजी यो किन आयो त यसको बारेमा पनि हामीले के कुरा गर्ने छौं। र यो डुअल मास फ्लाइव्हिलमा दुईवटा मास भनिहालियो। यसको चाहिँ एउटा मास चाहिँ तपाईको डाइरेक्टली हाम्रो क्रेन्क शाफ्टसँग कनेक्टेड हुन्छ भने अर्को जुन मुभेबल खालको हो, यस्तो मुभेबल खालको मास हुन्छ त्यो चाहिँ के हो भने तपाईको प्रेसर प्लेट अथवा क्लच प्लेट साइडतर्फ हुने भयो हैन। र अब यसको काम के हो त, अब यसको डुअल मास राख्नुको कारण के हो यसको बारेमा चाहिँ अब केही बुझौँ है त। यसको बारेमा यो फ्लाइव्हिलको बारेमा बुझ्नु भन्दा पहिला के छ भने हामीले इन्जिनको रोटेसन, त्यसको घुमाइ भनौं न, इन्जिनको जुन भनौं न त्यो जुनको घुमाइको बारेमा बुझौँ पहिला। इन्जिनको घुमाइ कहिल्यै पनि के हुँदैन भने चाहिँ तपाईको कन्स्ट्यान्ट हुँदैन। केही न केही इन्जिन चाहिँ तपाईको फ्लक्चुएसन आउँछ। इन्जिनको जुन घुमाइमा चाहिँ तपाईको थोरै फ्लक्चुएसन भइरहन्छ, गडबड भइरहेको छ के हैन। हो त्यसले चाहिँ के गर्छ भन्दा एउटा किसिमको इन्जिनमा भाइब्रेसन क्रिएट गर्छ हैन, जसलाई हामीले टोर्सनल भाइब्रेसन भन्छ। हामीले यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने इन्जिन भनेको चाहिँ फोर स्ट्रोक इन्जिन। यो चाहिँ तपाईको इलेक्ट्रिक मोटर जस्तो कन्टिन्युअसली घुम्दैन अथवा यसको एक्सेलरेसन सेम हुँदैन अथवा यसले प्रोड्युस हुने टर्क पनि सेम हुँदैन एउटै भनौं न इन्टर स्ट्रोकमा। किनकि यसको चाहिँ डिफरेन्ट हुन्छ। जब पावर स्ट्रोकमा एकदम फोर्स हुन्छ, यसको हाई टर्क हुन्छ भने अरु स्ट्रोकहरुमा के हुन्छ स्लो हुन्छ र पावर पनि टर्क पनि एकदम कम हुन्छ। जस्तो कि यहाँनिर हेरौँ तपाई हामी, जस्तो यसको सक्सन स्ट्रोकमा हेर्नु, सक्सन भयो स्लो छ, कम्प्रेसन स्ट्रोकमा पनि फेरि स्लो नै छ। हो हेर्नु त पावर स्ट्रोकमा फेरि एकदम फास्ट आयो घुम्यो र अब फेरि हाम्रो उसमा एक्जस्ट स्ट्रोकमा फेरि के छ स्लो छ। ल सक्सनमा फेरि हेरौँ, ओके स्लो छ, कम्प्रेसनमा अझै पनि स्लो छ। अब पावर सुरु भयो र फास्ट घुम्यो इन्जिन अनि फेरि एक्जस्ट स्ट्रोकमा नि सेम छ। भनेपछि यसरी चाहिँ इन्जिनमा चाहिँ के हुन्छ एउटै चाहिँ कन्टिन्युअसली सेम एक्सेलरेसन र सेम चाहिँ टर्क चाहिँ प्रोड्युस हुँदैन। यसले चाहिँ फ्लक्चुएसन आउँछ इन्जिनको टर्कमा भनौं अथवा एक्सेलरेसनमा फ्लक्चुएसन आउँछ। यसलाई नै हामीले टोर्सनल भाइब्रेसन भनिन्छ। अब यसले चाहिँ क्रेन्क शाफ्टलाई के गर्दिन्छ भने तपाईको ट्विस्ट गर्ने, अनट्विस्ट गर्ने अथवा फास्टली ट्विस्ट गर्ने घुमाउने अथवा स्लो घुमाउने यस्तो टाइपको इफेक्ट हुन्छ। यसलाई नै हामीले टोर्सनल भाइब्रेसन भनिन्छ जुन चाहिँ फ्लाइव्हिलमा देखिन्छ। यसैगरी अर्को कुरा चाहिँ के छ भने सबै सिलिन्डरको चाहिँ सबै एउटै पावर प्रोड्युस नहुन सक्छ अथवा केही कुनै सिलिन्डर मिसफायरिङ हुन सक्छ अथवा त्यसमा जुन इन्जेक्सन हुने जुन इन्जेक्सनको क्वान्टिटी भनौं हैन त्यसको कस्तो छ अनि त्यसपछि त्यसमा स्पार्क प्लगहरु छ भने त्यसमा कस्तो खालको त्यसको कतिको विक हुन सक्छ। भनेको मतलब सबै सिलिन्डरहरु के नहुन सक्छन्, ब्यालेन्स नहुन सक्छ। हुन त यो मल्टी सिलिन्डर इन्जिनहरुमा त्यति थाहा नहुन सक्छ। यो एकदम सानो खालको इन्टरभल मात्र हो, फेरि एकदम स्लो हुने एकदम फास्ट हुने यस्तो हुँदो रहेछ भन्ने पनि होइन फेरि। तर यति हामीले के बुझ्नु पर्यो भने इन्जिनमा एउटा किसिमको भाइब्रेसन चाहिँ यसरी क्रिएट हुँदो रहेछ, यसरी भाइब्रेसनको प्रोड्युस हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। र यही भाइब्रेसनलाई हामीले ड्याम्पिङ गर्नुपर्छ, घटाउनु पर्छ, मिनिमाइज गर्नुपर्छ भनिएको हो है। र यही भाइब्रेसनलाई हटाउनको लागि हामीले विभिन्न किसिमका भाइब्रेसन ड्याम्परहरु भनौं अथवा फ्लाइव्हिल अथवा क्लच प्लेटमा भएको टोर्सन स्प्रिङहरु भनौं अथवा DMS आदिको माध्यमबाट चाहिँ यसलाई हटाउनु पर्ने हुन्छ। र यदि त्यो भाइब्रेसन हामीले चाहिँ कन्ट्रोल गर्न सकिएन, त्यो भाइब्रेसनलाई हामीले उसमा भनौं न मिनिमाइज गर्न सकिएन भने त्यो भाइब्रेसन क्लच प्लेटको थ्रु भनौं न हाम्रो गियर बक्ससम्म अथवा ट्रान्समिसन सिस्टमसम्म आइपुग्दछ र गियर बक्सले नै के गरिदिन्छ भने बिगार्दिन्छ भनौं अथवा एउटा किसिमको नोइज आयो भने गियर बक्समा र टाइम भन्दा अगाडि नै एउटा फेलर बनाइदिने गियर बक्सलाई बिगार्दिने हुन्छ है। त्यसैले हामीले त्यो भाइब्रेसनलाई कसरी हुन्छ घटाउनु पर्छ अथवा इन्जिनमा भाइब्रेसन ड्याम्पर राखेर हुन्छ कि अथवा फ्लाइव्हिल आफैले पनि केही मात्रामा मिनिमाइज गरिरहेको हुन्छ र फ्लाइव्हिल भन्दा पछाडी एउटा ट्रान्समिसन हुने ठाउँमा पनि अब त्यसलाई ड्याम्पिङ गर्नको लागि एउटा केही व्यवस्था गरिएको हुन्छ है त। जस्तो कि अब फेरि तपाईको सिंगल मास फ्लाइव्हिललाई यो ड्याम्पिङ कसले गर्थ्यो भन्दाखेरि क्लच प्लेटले गर्थ्यो
हैन त क्लच प्लेटमा जुन टोर्सनल स्प्रिङहरु कुसन स्प्रिङहरु राखेर चाहिँ क्लच प्लेटबाट गरिन्थ्यो है सिंगल मास फ्लाइव्हिलमा भने अब यसमा चाहिँ के गरिएको छ यसमा चाहिँ तपाईको यो ड्याम्पिङ गर्ने काम चाहिँ तपाईको फ्लाइव्हिल आफैमा गरिएको छ भनेको मतलब फ्लाइव्हिलमा तपाईको विभिन्न किसिमको टोर्सनल स्प्रिङहरु राखेर अथवा भाइब्रेसनलाई अब्जर्भ गर्ने खालको मेकानिजम राखेर चाहिँ तपाईको के गरिएको छ भने तपाईको यो मेकानिजम चाहिँ बनाइएको छ यसको साथसाथै जुन हाम्रो क्लच प्लेट इन्गेज हुन जाँदाखेरि एउटा किसिमको ट्विस्टिङ को एउटा किन झड्का आउँछ नि त हैन हो त्यो झड्कालाई नै अब्जर्भ कसले गर्ने भयो भन्दा यही फ्लाइव्हिलको जुन यो पोर्सनले गर्ने भयो भनौं न यो डीएमएफ को पोर्सनले गर्ने भयो है अब यो हिसाबले हेर्दाखेरि हाम्रो के हुने भयो भने तपाईको सिंगल मास फ्लाइव्हिलमा चाहिँ तपाईको चाहिँ यो जुन टोर्सनल स्प्रिङहरु राखिएको हुन्छ क्लच प्लेटमा हैन भने चाहिँ अब डुअल मास फ्लाइव्हिलमा चाहिँ के हुन्छ त्यस्तो टोर्सन स्प्रिङ क्लच प्लेटमा हुँदैन एकदम सिम्पल हुन्छ यो सिंगल हुन्छ हेर्नु त यसमा कुनै स्प्रिङहरु हबहरु केही हुँदैन है स्प्रिङ डिस्कहरु हुँदैन भित्रको हैन यो चाहिँ सिम्पल हुन्छ भने चाहिँ अब तपाईको सिंगल मासमा चाहिँ हुन्थ्यो त्यसैले चाहिँ अब यो चाहिँ ड्याम्पिङ गर्ने काम अब फ्लाइव्हिल आफैले गरेपछि यसको क्लच प्लेट नै के हुने भयो नर्मल टाइपको हुने भयो अथवा स्प्रिङलेस चाहिँ क्लच प्लेट हुने भयो है त भनेपछि समग्रमा के बुझ्नु पर्यो भने चाहिँ यो हाम्रो डीएमएफ को फाइदा भनौं अथवा डीएमएफ ले के काम गर्दै रहेछ भने चाहिँ एउटा चाहिँ इन्जिनको जुन भाइब्रेसन छ त्यो भाइब्रेसनलाई फ्लाइव्हिल आफैले लिने रहेछ आफैले अब्जर्भ गर्ने रहेछ हैन र जुन त्यो भाइब्रेसनलाई चाहिँ पछाडी जुन गियर बक्सतिर अथवा ट्रान्समिसन तर्फ जान बाट मिनिमाइज गर्दै रहेछ अथवा रोक्ने रहेछ हैन हटाउने रहेछ भनौं न जसले गर्दाखेरि जुन हाम्रो गियर बक्समा खराङ 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 एउटा किसिमको आवाज आइरहन्छ नि भाइब्रेसन भयो भने इन्जिन हैन त्यसलाई चाहिँ के हुने भयो कम हुने भयो जसले गर्दाखेरि हाम्रो ट्रान्समिसन सिस्टम पनि छिटो बिग्रिने बाट रोकिने भयो अथवा जुन ट्रान्समिसन सिस्टममा के भयो ड्युरेबिलिटी राम्रो हुने भयो र त्यसैगरी यसको गियर शिफ्टिङमा राम्रो हुने होला हैन अथवा समग्रमा ट्रान्समिसन सिस्टम स्मूथ हुन्छ भन्ने चाहिँ छ है त र अन्तमा यो जुन भिडियो अलिकति लामो हुने देखिएकोले कतिपय कुराहरू समावेश गर्न सकिएको छैन र पक्कै पनि यहाँले डीएमएफ को एउटा कन्सेप्ट चाहिँ बुझ्नु भयो होला भन्ने आशा छ र पक्कै पनि यहाँले यदि यो भन्दा बढी थाहा भएमा अथवा यहाँ अलि बढी यसको बारेमा जानकारी भएमा कमेन्ट मार्फत जानकारी गराउनु होला हस्त धन्यवाद।